हेलो वेलकम ब्याक टु माई युट्युब च्यानल। आज धेरै पछि तपाईहरुलाई म युट्युब च्यानलमा फेरि स्वागत गर्न चाहन्छु। र म चाहिँ आज बगनबेलीहरुलाई कसरी स्याहार गर्न सकिन्छ, यो वर्षायाममा चाहिँ बगनबेलीहरुलाई अलि धेरै फंगस लाग्ने र डाँठ कुहिने, पात कुहिने र बोट मोर्ने समस्या हुने भएको कारणले गर्दाखेरि म कसरी चाहिँ तपाईहरुलाई यसलाई व्यवस्थापन गर्न सकिन्छ भन्ने बारेमा भिडियो लिएर आइसकेको छु। आशा छ तपाईहरुलाई मेरो भिडियो मन पर्छ होला र भिडियोलाई लाइक र च्यानललाई सब्स्क्राइब गरिदिनु भन्न चाहन्छु है। ल अब सुरु गरौँ। ल तपाईहरुलाई मैले देखाउन लागिरहेको छु यो मसँग भएका विभिन्न प्रकारका थाई बगनबेली, इन्डियन बगनबेली, पुणे बगनबेली र नेपाली बगनबेली गरेर विभिन्न प्रकारका लगभग मसँग 60-70 वटा भेराइटीका बगनबेलीहरु कलेक्सन गरेको छु र यसलाई चाहिँ हामीले वर्षायाममा कसरी जोगाउन सकिन्छ त अब त्यसलाई म भन्न गइरहेको छु। सर्वप्रथम त वर्षा भनेको बगनबेलीलाई धेरै पानी भयो भने अनि स्पेशल भन्नु पर्दाखेरि हाम्रो यो बगनबेलीहरुलाई लोकल भेराइटीको लागि त बरु पानी केही पनि हुँदैन, जसरी पानी परे पनि सहन्छ। तर यो थाई बगनबेली जुन एउटा यो हाइब्रिड भेराइटीका हुन्छन् त्यो थाई बगनबेलीहरु त्यसलाई चाहिँ एकदमै पानी बढी भयो भने यसलाई विभिन्न डडुवा रोग लाग्न सक्ने, फंगस लाग्न सक्ने र पात कुहिने, डाँठ कुहिने, मुन्टा कुहिने र हुँदा जरै कुहिएर बोट मर्ने सम्भावना हुन्छ। र त्यसै कारणले गर्दाखेरि आज म तपाईहरुलाई यसको व्यवस्थापन कसरी गर्न सकिन्छ त बगनबेलीको भन्ने बारेमा तपाईहरुलाई छोटो एउटा टिप्स लिएर आइसकेको छु है। अब सर्वप्रथम त हामीले सकिन्छ भने आफूले लगाएका बगनबेलीका गमलाहरुलाई सकिन्छ भने चाहिँ हामीले ओतमा राख्ने है, जस्तै टनेल भित्र राख्ने वा एउटा छाना भित्र राख्ने वा केही सकिन्न भने जुन यो गमलाको यो भाग हुन्छ, यस्तो यो गमलाको यो भागलाई चाहिँ मजाले प्लास्टिक वा बोराले चाहिँ पानी चाहिँ भित्र नपर्ने गरेर र्याप गरेर बाहिर जरामा नपर्ने गरेर बाहिर पनि राख्न सकिन्छ। र अर्को कुरो भनेको हामीले चाहिँ महिना अब यो वर्षाको महिना असार साउन भनेको अत्याधिक पानी पर्ने र एकदमै धेरै वर्षा हुने भएको कारण लगातार रूपले एक हप्तासम्म पानी पर्ने भएको कारणले गर्दाखेरि यसलाई चाहिँ हामीले चाहिँ के गर्न सकिन्छ भन्दाखेरि एउटा एन्टी फंगसको एउटा औषधि हुन्छ एग्रोभेट वा बीज भण्डारमा गएर SAFF साफ भन्ने हुन्छ एउटा निलो पिठो हुन्छ। त्यो पिठोलाई चाहिँ 2 ग्राम बराबर 1 लिटर पानीलाई हालेर हामीले स्प्रे गर्न सकिन्छ। त्यो भयो भने हाम्रो पातमा, डाँठमा, मुन्टामा, जरामा चाहिँ फंगस लाग्न दिँदैन र बोट मर्दैन। जस्तै मैले तपाईहरुलाई यो यस्तो पातमा छिर्केमिर्के देख्नु भएको छ होला, यो हरियो हरियो टाटा निलो यो टाटा टुटीहरु। र यो चाहिँ हामीले चाहिँ एकदमै यो फंगसको औषधि स्प्रे गरेका हौं है। यो चाहिँ हामीले 15-15 दिनमा यो 15-15 दिनमा चाहिँ हामीले स्प्रे गर्न सकिन्छ। यसरी स्प्रे गर्दाखेरि चाहिँ हाम्रो यहाँ डडुवा नलाग्ने, फंगस नलाग्ने र यो बोटको हेरचाह पनि हुन्छ र यसलाई पनि यो वर्षाले जति पनि पानी पर्छ यो चाहिँ फंगस लाग्न दिँदैन। यो औषधिले फंगस लाग्न दिँदैन र तपाईहरुको बगनबेलीलाई एकदमै हेल्दी, एकदमै राम्रो हुन्छ। तपाईहरुले पनि आफ्नो घरमा बगनबेलीहरु लगाउनु भएको छ भने र अहिलेको समय चाहिँ एकदमै हेरचाह गर्नुपर्छ, फंगस लाग्ने सम्भावना एकदमै बढी हुन्छ। त्यसै कारणले गर्दाखेरि तपाईहरुले पनि यस्तो यो एन्टी फंगसको यो पिठो यो 1 ग्राम 2 लिटर पानीमा यो साफ लेखा हुन्छ SAFF साफ लेखेको यो पिठोलाई चाहिँ लिएर आएर 1 ग्राम 2 लिटर पानीमा मोलेर हामीले यसरी चाहिँ 15-15 दिनमा मुन्टा, डाँठ, पात, जरा सम्पूर्ण भिज्ने गरेर हाल्नुपर्छ है। यसरी तपाईहरुले यहाँ देखिरहनु भएको छ मैले चाहिँ यो 5 दिन अगाडि हालेको हो र यसरी हामीले हालिसकेपछि चाहिँ यसलाई वर्षाको पानीले पनि केही असर गर्दैन, डडुवा नि लाग्दैन, फंगस नि लाग्दैन है। यसरी मैले हालेको छु र अहिले भनेको चाहिँ यो असार साउनमा भनेको चाहिँ मुना पलाउने, काटछाट गर्ने, त्यसपछि यसको कलमी ग्राफ्टेड गर्ने टाइम भएको कारणले गर्दाखेरि फुल त्यति साह्रै फुल्दैन र यो वर्षा सकिने बित्तिकै चाहिँ हाम्रो फुलहरु एकदमै राम्रो फुल्छ है। अहिलेको सिजन भनेको चाहिँ असार साउनको महिनामा चाहिँ हामीले बगनबेलीहरुलाई सम्पूर्ण बगनबेलीहरुलाई काटछाट गर्ने, कलमी गर्ने, ग्राफ्टेड गर्ने, त्यसपछि यो पिन्चिङ गर्ने सिजन हो र सार्ने पनि सिजन हो। यदि तपाईहरुले पनि आफ्नो बगनबेलीलाई कहिले सार्ने र कसरी सार्ने भन्नुहुन्छ भने अहिले चाहिँ यो जुन असार साउनमा चाहिँ तपाईहरुले हाँगा काटेर पनि एक अमला जत्रो है पेन्सिल साइजको चाहिँ एउटा डाँठलाई चाहिँ हामीले चाहिँ अब त्यसलाई काटेर धेरै लामो पनि काट्नु हुँदैन, ठिक्क लाएर पेन्सिल साइजकै टुक्रा बनाएर हामीले चाहिँ पेन्सिल जत्रो टुक्रा बनाएर चाहिँ हामीले सार्न सकिन्छ। त्यसै कारणले गर्दाखेरि चाहिँ अब तपाईहरुले यदि बगनबेलीहरु सार्ने विचार गर्दै हुनुहुन्छ भने बगनबेलीहरुलाई आज नै तपाईहरुले चाहिँ पेन्सिल साइजको बगनबेलीहरुलाई कटिङ गरेर 90 डिग्रीको कोणमा ढल्काएर सार्नु होला। त्यसो भयो भने सर्ने सम्भावना
एकदम राम्रो हुन्छ। र सार्नुभन्दा अगाडि चाहिँ तपाईँहरूले एलोभेरा वा बेसारमा चोपेर सार्नु होला तलमाथि चाहिँ टुप्पामा। त्यसो भएको कारणले गर्दाखेरि फङ्गस लाग्दैन र 100% सर्ने सम्भावना हुन्छ भन्दै आजको भ्लगमा तपाईँहरूलाई मैले बगनबेलीको एउटा केयर टिप्स लिएर आएको थिएँ। कस्तो लाग्छ भिडियोलाई लाइक गरिदिनु होला, च्यानललाई सब्सक्राइब गरिदिनु होला भन्दै अब अर्को भिडियो लिएर आउनेछु, अर्को भिडियोमा भेटौँला। र आजको भिडियो कस्तो लाग्यो च्यानललाई सब्सक्राइब गर्न नभुल्नु होला भन्दै आजको यो मेरो छोटो मिठो भ्लग चाहिँ यहीँ अन्त्य गर्छु र अर्को भिडियोमा भेटौँला। बाई बाई।